गाइस व्हाट्सअप युट्युबको साम्पाङलाई हामी चाहिँ आज 3 जुलाईको लागि अघि बढ्दैछौँ। यहाँ हाम्रो भाइ छ, यहाँ म छु, यहाँ कमलजी हुनुहुन्छ, त्यहाँ नवीनजी, ऊ अलि पर विनोद सरकार हुनुहुन्छ। अब हाम्रो यात्रा चाहिँ सुरु भयो गाइस। अफ रोडै देखाइदिनु पर्यो हाम्रो गाउँको टोली मुभ भइसकेको छ गाइस, टोली मुभ। फुल चाहिँ 3 जुलाईमा सकिसकेको छ भन्ने खबर छ हामीलाई, किनकि हामी 4 हप्ता 5 हप्ता ढिलो भइसकेका छौँ। हाम्रो प्लान सबै बिजी भएका कारण असफल भएका बावजुद आज बिना प्लानिङ हाम्रो ग्याङ अघि बढिसकेको छ। ओ शेर्पा भाइ, हाम्रो चाहिँ बाटो अलिक सुकेछ, नभए हिलम्मे थियो। यसरी झमझम हाम्रो चाहिँ अपलोड सकिसकेको छ। हामी पिचको तर्फ लागिसकेका छौँ। रफ्तार पक्रिसकेको छ हाम्रो बाइकले। अब चाहिँ हामी कागतै निस्किन्छौँ। कागतदेखि त्यहाँ चाहिँ हामीलाई 1.5 घन्टाको बाटो। हामी चाहिँ कागत चोकमा निस्किसकेका छौँ गाइस। स्टार्ट बन्द भइसकेको छ। हामी पेट्रोल हालेर निक्लिसकेका छौँ गाइस। हुडी तुफान कता छान्ने कुरो हुन्छ। ओ पानी पर्यो यार, मार यही पानीले गरेर 4 हप्ता नगएको आधा सुक्यो। कुनै बेला पानी पर्नु त सुकै हो, तर ठुलो पर्नु चाहिँ आज पनि भिड चाहिँ राम्रै छ गाइस। भिडभाड पेलामफेल भयो। हामी चाहिँ हिले नगरी आइसकेका छौँ। धनकुटाको मुटु प्रवेश गरिसकेका छौँ। प्रवेश गरेको र निक्लेको चाहिँ चाल पाइन्छ फेरि गाइस। कति बेला प्रवेश कति बेला निक्लिने नै थाहा हुँदैन। त्यति छोटो छ हाम्रो बजार। त्यसले गर्दा साउन्ड आर्मी दाजुभाइहरू हजार को बस स्टैंड हो जो आपको बस स्टैंड शर्मा का हाम्रो हिरेनगरीको भाइरल प्लेस हो यो चाहिँ। बाइक त खुट्टै खायो यति हामी त
मारेर उटेले लहर गरिहाल्यो। साटौँ कुद्दैन यो तैँले मात्रै पारा ल्याउँछस्। ठिक सोचिस्, जे सोचिस् ठिक सोचिस्। के छ मेरो भाइ, केही भन्नु छ भने भने। के एउटा लिएर आउने हो त छम्मा? त्यो मासालाई कुदाउनै जान्दैन, पिकअप झरा झरै गर्छ। पुलमा आइसकेको छु म। पुल जाने यति साह्रो त जाँदा अगाडि जा। कोट 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 यो पनि हाम्रो भाइरल प्लेस हो गुराँसे। देख्न सक्नुहुन्छ हाउ स्विट स्विजरल्यान्डको भाइब्स दिन्छ। स्विजरल्यान्ड चाहिँ पुगेको छुइनँ फेरि म, देखेको चाहिँ छु है गाइस। त्यस्तै त्यस्तै भाइब्स आउँछ। सिउ सिउ डियर सिउ। थाको स्वागतम 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 स्वागतम। सोल्टिनीहरू टाउकोमा चस्मा लाएर यहाँ देख्न सक्नुहुन्छ कस्तो आटो दामी गर्छ। यो आर्टको कदर गर्नै पर्ने हुन्छ हामीले। हाम्रो सिधा बजारको लोगो हो यो चाहिँ पन्दा टिकाउली, एकदम टिकाउली फेमस। मामा 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 मलाई प्यारो मामा। मामाको भन्दा र सिद्धाको भन्दा चाहिँ दुइटै नमिठो चिज हुने गाइस। जान्दाखेरि दुइटै मिठै हुन्, नजान्दा दुइटै नमिठो चिज हुने गाइस। हाम्रो भाइरलमा आइसकेको गाइस। बार 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 हामी चाहिँ भाइरल प्लेस आइसकेको छौँ। इट्स अ ब्युटिफुल प्लेस, इट्स अ हेभन। देख्न सक्नुहुन्छ हेभनमा जलपरीहरू, ए जलपरी होइन के परी भन्नु। इट्स अ नट जलपरी, पानी पऱ्यो, पानी परी 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 भन्दा चाहिँ गाइस यहाँ पानी चाहिँ परी फेरि। गाडी त फेरि भेट भएछ। हामी चाहिँ तिनजुरे खुलेको रहेछ। तिनजुरे हामी छिरिसकेका छौँ, प्रवेश गरिसकेको छौँ। देख्न सक्नुहुन्छ लाने गुराँसका बोटहरू पुरो भएर 5-7 छैनन्, एउटा खुलेर सबै झ्याउले पुरेको छ।
झ्याउले पुरेर झ्याउ गरेको छ गाइस देख्न सक्नुहुन्छ हामीले सिधा हेर्दा गुराँसको फुल देखिसकेको छौँ पिञ्जरेमा केही फुलहरू बाँकी रहेका छन् भन्ने हामीलाई लागिरहेको छ हाम्रो पिनासी बाङ्गो परेर उडिरहनु भएको छ It's not a beautiful place, it's a heaven. You understand? देख्न सक्नुहुन्छ फुलहरू फुलेका रङ साइड ओभरट्याक गर्दैछु म चाहिँ आँगन गार्डनहरू चाहिँ फुलले ढकमक्क कुन फुल भन्ने चाहिँ अब थाहा भएन गाइस तर फुलले त ढकमक्क छ देख्न सक्नुहुन्छ बाटो यस्तो छ अब चाहिँ हाम्रो अफरोड सुरु भइसकेको छ नवीनजी महेशजी के भन्न चाहनुहुन्छ हिँड्दै जाउँ अनि मासतिर नजाने 3 जुलाईदेखि चाहिँ हिँड्नुपर्छ हौ मनको माया तिमीलाई नत्र जन्जनी China company नबोलनी माया लाग्ने रहेछौ सन्नानी China company Ladies and gentlemen, this is a beautiful place in Veracruz. फुलको बिचमा फुलेहरूको बाटोहरू चाहिँ यस्तो छ अलि गाह्रै छ हाम्रो लागि चाहिँ होइन अरूको लागि चाहिँ हुनसक्छ भन्ने हाम्रो धारणा हो मेरो भाइको चाकमा ठेउला आइसक्यो भन्ने कुरो सुन्न पाएको छ हड्डी ठोकेर तनाव छ मेरो भाइको फुलको संसारमा काठमाडौँहरू छुट्टी हामी त अन्टिला बरा फुल देख्न सक्नुहुन्छ लाली गुराँस साथै अरू फुलहरू पनि छन् यहाँ माथि 3 दिन त कहाँ पुग्न सकिन्छ मन्दिर पुग्ने चाहिँ उयो अनि उहाँ नजाने मासतिर हिँडिन्छ ला पुरै क्यामेरामा त उयो आएछ नि त क्यामेरामा चाहिँ पुरै पुस्ने पर्ने अवस्था भइसकेको रहेछ अनि यो सबै भिडियो केरमेट आएछ पुरै क्यामेरा चाहिँ धुला धुवाका कारण केरमेट भएछ गाइज ल गाइज हामी चाहिँ डुर पानी भन्ने ठाउँमा आएर छौँ भिजिट हान्दैछौँ डुर पानीमा चाहिँ एकदम गुराँसका फुलहरू अझै पनि बाँकी रहेको देख्न सकिन्छ किन हाम्रो केटाहरू फर्के त हौ डुर पानीमा सकिसक्यो डुर पानीको भिजिट तिमीहरूको सकियो के को गाईको के अरे पुरा बाइक यसो गऱ्यो एक्सिलेटर बढाएर आयो अनि घर कुदिहाल्यो म एकछिन भ्लगमा बोलिदिनु पर्छ दुई शब्द होइन अलि बोल्छु त बाटो यहीँ पो बोल्ने भन्छ होला हामी चाहिँ डोर पानीबाट अब लागिसकेका छौँ हाम्रो रफ्तार चाहिँ 5 पोखरीतिर हुन्छ गाइज हामी लागिसक्यौँ अब
ल हामी डोर पानी छोडेर ढोर पानी लागिसक्यौँ अब आम्मा सिङ्गम जस्तो छ त हौ जुङ्गादारी अङ्कलको ल गाइस 0.5 मा भएका कारण फुल चाहिँ देखिँदैन होला तर छ फुल चाहिँ एक्चुअलीमा टङ्सुली फुल चाहिँ गाइस अब यस्तै हो दिदी किन एक्लै टिकटक बनाइरहनु भएको छ कि एक्लै हुनुभयो हाम्रो मामाहरू मामालाई त कहाँ देखेको मैले हाम्रो तामै थियो क्या ओहो गुराँस फुलिरहेको हेर्नु त फुल कि फुल ल फुल चाहिँ देख्न सक्नुहुन्छ यस्तो राम्रा फुलेका छन् हाम्रा पिन्जुरेमा ओहो फुलहरू ल फुलहरू चाहिँ यस्तो फुलेको छ बगाल बगाल वाउ 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 बगाल रहनु तिमीलाई चाहिँ फुल हेर्नु छैन फुलहरू चाहिँ खालि फुलहरूमै चाहिँ छ आँखा ल है फुलहरू धेरै धेरै सम्झना माया बाटो इज भेरी भेरी डेन्जरस छ डेन्जरस 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 डेन्जर 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 तो तुए तेरी बाबा में मुस्कानहरू त फेरि बगालै छ नि त फुलहरू हेर त भाइ कति सुन्दर फुलहरू सुन्दर सुन्दर फुलहरू नओइलाएका नफक्रेका नओइलाका झिक्काका फुलहरू फुलहरू कति राम्रो फुल हो सेतो सेता सेता फुल बम डिक्की बम 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 डिक्की बम 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 सेतो कालो फुलहरू बोकै भयो यहाँ क्यामेरा राखेको ठाडो पर्दै हेरेको हेरे गर्छ नि त आशिका तामाङै भयो जीवनमा भगर हुन नसक्दै नि आशिका तामाङ भयो क्यामेरा छडाउने हिँड्ने अब बाटो त बुवा हजुर यो बाटो बुवा हजुर बाटो त केटाहरूको बाइक कुद्छ यो त हन्टर एनएसो कुद्छ केटाहरूको कुद्छ ल गाइज हामी तिनजुरे भन्ने ठ्याक्कै डाँडामा आइसक्यौँ टक्क तिनजुरे भनेको चाहिँ यही गाइज यहाँभन्दा माथिलाई तिनजुरे भन्दैन यो चाहिँ तिनजुरे हो ठ्याक्क अब हामीले खाजा साजा बाजा बनाउँछौँ
खाजाको बाजा बनाउँछौँ यहाँ मुनि चाहिँ होला उयो फुल वेलकम टिम जुरे वेलकम तिनजुरे भनेको चाहिँ गाई चाहिँ हो ल हाम्रो यात्रा चाहिँ 5 पोखरी आइपुगेर सकिएको छ कता गयो यसको लाग्यो हामी अब फर्कियौँ हाम्रो यात्रा सक्यो फुल चाहिँ रहेनछन् यता चाहिँ कोपिला मात्रै भेटिए फुल भेटिएनन् यात्रीहरू छरपष्ट भेटिने यो यात्रामा हामी छिचोल्दै पहाडका कुना कन्दरा आइपुग्दा रमाइला क्षणहरू उतोकालो चढाइदिन्छ टुप्पामा पुऱ्याइदिन्छ कठिन बाटाहरू पार गर्दै फुल त सम्झिने पानी छम्किने बामिने छ नि हो डाँडा काँडा त फुल ओइ कहाँ हिँडेको फुल हेर्न आएको के हेर्न आएको लाली गुराँसका खेतीतिर अग्रसर हुँदैछौँ हामी त लाली गुराँस अजम्बरी चम्पा चमेली It's a beautiful place. सुन्दरताको अर्को रूप हामी यत्रो जङ्गल चारेर चाहिँ गुराँस फोटो र भिडियो बनाएर मेरो भाइलाई म आइसक्यौँ हो सुवा साला दम बढेको हाम्रा केटाहरूले छोडेर गइसक्यो निकै तल पुगेका छन् हामी यहाँ लाग्नुपर्ने हुन्छ यहाँ फेरि खसीको मासु पुरै पाक्दै रहेछ ए सेकुवार छ ओहो सुरक्षा लाली गुराँसको सुरक्षाको लागि हो त बाजे फुल टिपेछन् केटाकेटीले छडीले हान्नु है छडीले चाबुकले हान्नुपर्छ चाबुकले डान्सै गरिदिनु थालेछन् हाम्रा गाइजहरू त टिकटकहरू
ओहो ओहो छैन यो गीत डाउनलोडमा अब चाहिँ झन् अलिकति मलाई लाज हटाउन टपमा छु के ढकढक हान्न खोजेको अरे प्रभुदेवको स्टेप सिग्नेचर मुभहरू यस्तो हानेर यस्तो दिम भनेको ल गाइस हामी आएर गार्डन छिरिसकेका छौँ यहाँ रङ्गी फुलहरू चाहिँ एकदम फुलिसकेका छन् रङ्गी फुलहरू आराड गार्डनमा देख्न सक्नुहुन्छ रङ्गी फुलहरू राजको राजधानी मिल्केमा स्वागत गर्दछौँ तपाईँहरूलाई अहिले मिल्के डाँडामा चाहिँ हामीलाई स्वागत गर्दैछ मिल्के डाँडाले गुराँसहरू जताततै फुलेको देख्न सक्नुहुन्छ गुराँसहरू हामी एकदमसँगले मनोरञ्जन लिइरहेका छौँ साथीभाइमा रमाइलो गरिरहेका छौँ एकदमसँगले नाच्न त छोडिँदैन कतै गएर नाच्न नछोड्ने उफ्रिने हो हाम्रो राम्रो पिकनिक स्पोट हो यहाँ चाहिँ पिकनिकहरूको लागि विशेष दामी प्लेसमा हुनाइएको छ आम्मामा ओइ फुल त यहाँ त डेन्जर छ त आराम गार्डनभित्रै चाहिँ रहेछ है फुल गाइज ल झलमल्ल झिलिमिली फुलहरू चाहिँ चकाचक छ है आइरन गार्डनभित्र म सिलिपितीले खेल्छु ल ल कहाँ सिलिपिती लु त हिँड्नु फुलहरू आरआर गार्डनको माहौल देख्न सक्नुहुन्छ ठिक्क मौसमले नि हामीलाई जता गयो त्यो साथ दिएको छ घामहरू एकदम झकास लागेको छ यस्तो भइरहेको छ आरआर गार्डनभित्र यसलाई फेरि बनमाराले छोडेन आज रातभरि नि बनमारै हानिदिन्छ कि अहिले कतै लाग्ला कि कतै भाग्ला कि तिनजुरेको राजा हामी यो ओइ गुराँसको राजधानी तिनजुरे मिल्के तिनजुरेको राजा हामी तिनजुरेको राजा हामी रानी कहाँ छन् रानीको खोजी बिहारको राजा भनेको हामी नै हो यस्तो अनोखा पहाडहरू पनि छन् हाम्रो तिनजुरेमा लाग्यो गाइज हाम्रो डेस्टिनेसन सकिसकेको छ घुमघाम पनि सकिसकेको छ सम्पूर्ण सकिसकेको छ अब हामी काहीँ खाजा हन्टिङ हान्छौँ मलाई हामी निक्ल्यौँ गाइज हामी निक्ल्यौँ एकैचोटि अब हामी चाहिँ चट्ट लाएर हिले ठमेलमा